हेलो गाइज सम्पूर्णलाई नमस्ते लासो फ्याफुल्ला आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला हामी पनि फिट एन्ड फाइन छौँ आफ्टर लङ टाइम पछि फेरि पनि मिनी ब्लगमा जोडिने कोसिस गरिएको छु साथीहरू घरबाट मम्मी र भतिज र विदेशबाट चाहिँ मेरो दिदी आउनु भएको छ है उहाँहरूलाई वेलकम गर्न बाँकी नै छ है अहिले चाहिँ हामी मेरो छोरी दुईजना श्रिया र नेहा र रेजिन मेरो छोरा रेजिन लामा यता देवल होइन यता बच्चाहरूको खेल्ने किर्तिपुर काठमाडौँ देवल होइन कालु पाण्डेको के अरे टाउको गाडी ठाउँ भन्छ यसलाई उनीहरू खेल्न ल्याएको छु होइन श्रिया लामाको चाहिँ इक्जाम छ उसलाई चाहिँ म पढाउनु लान्छु उसको ब्याग यहीँ छ होइन रेजिन र श्रिया चाहिँ यहीँ बस्छ ल यता बोलाएको छु है तिमीहरू चाहिँ सो गुड आफ्टरनुन गाइस वेलकम टु माई अङ्कल ब्लग होइन यस्तो फ्याफुल्ला आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म चाहिँ दुई टाइम फाइन छु होइन साइकल चलाएर सिटेबलमा ल अनि अब जानु लाग्यो कहाँ जानु लाग्यो अब काकाहरू एकछिन अब जानुहुन्छ होइन लेट्स सी अब के हुन्छ हेरौँ बेलुका फेरि भेटौँ भेटौँला काका होइन बाई 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 गाइज है दिदीहरूलाई वेलकम गर्नुपर्छ दिदी र आमालाई ल सी यु गाइज नेक्स्ट भिडियो ल है त अब बर्थडे बोय हेलो बर्थडे बोय समय छोरो ल ह्याप्पी बर्थडे छोरो ह्याप्पी बर्थडे ल ह्याप्पी बर्थडे है त ह्याप्पी बर्थडे छोरो ह्याप्पी बर्थडे क्ल्याप ल ह्याप्पी बर्थडे ल ह्याप्पी बर्थडे छोरो ज्ञानी हुनु है उस पनि गरेन आँखा ल है 7 पुरा भएर 8 वर्षमा लाग्यो मेरो छोरो चाहिँ है त ल एकदम ज्ञानी हुने है भने मान्ने यता हेर त ल है त भने मान्ने है ल ह्याप्पी बर्थडे वान्स अगेन ल अनि वेलकम है त मेरो दिदी र आमालाई आमा चाहिँ घरबाट दिदी चाहिँ विदेशबाट आउनु भयो होइन आज भर्खर ल वेलकम है त अर्को ल खै त नेहा लामा खै यता ज्ञानी हुनुपर्छ ल चुतान के थाहा त यहाँ थाहा नाम ल है त 7 पुरा भएर 8 मा लाग्यो मेरो छोरो होइन ज्ञानी हुने है एकदम बाउ आमाको ज्ञानी हुने भनेको ल के भन्न चाहन्छ छोरो के भन्ने भन त ल के भन्ने भन न के भन्ने भन त बोल न अलिकति वेलकम टु माई अङ्कल ल है त ल जम्मै नखाइदेऊ न बहिनीहरूलाई के खाएको छोरी के आज के हो भन त ह्याप्पी बर्थडे दादा भनेको त ह्याप्पी बर्थडे दादा भने न उता हेरेर के यता हेरेर भन थ्याङ्क यू
मैले चेरी खान्छ नि ल चेरी खाने ल नाली चेरी ल आज दाइ दुईजना र भाउजी चाहिँ मिसिङ हुनुहुन्छ होइन तर पदिसको केक चाहिँ काटिसक्यो दाइ घरमा हुनुहुन्छ ठुलो दाइ चाहिँ माइला दाइ चाहिँ बाहिर काम परेर जानुभएको छ होइन परिवारहरू चाहिँ रेजिन लामाको बर्थडे सेलिब्रेसन गऱ्यौँ होइन हाम्रो अब प्रोग्रामहरू बाँकी नै छ अरू प्रोग्रामहरू आमा है त मेरो आमा भाउजू दिदी छोरी यता श्रेया नेहा अनि सचिन नेहा लामा कोपिला श्रीमती लगाँदै यो लम्जाएको छ हामी के सबै त याद है यो भेज वाले ठिकै याद भाइ यार ए ठिकै हो नि भिडियो लाउनु चाहन्छ ल बर्थडे बोय अघि त के अङ्कल भ्लग बनाउने भनिरहेको थियो भ्लग बनाएपछि बोल्दैन यार बोल न के बोल सर तिमीबाट के जाओस् त च्यानललाई के गर्ने होइन लाइक सब्स्क्राइब कमेन्ट सेयर गर्नु होला गाइजहरु अनि ल साथीहरू है मैले चाहिँ यो भ्लग बनाउनुको कारण चाहिँ मेरो भतिजहरू मेरो छोरी होइन मैले चाहिँ स्टार्टिङ मात्र गरेँ हो होइन उनीहरू चाहिँ भ्लगिङमा लाग्यो सामाजिक सञ्जालमा एक्टिभ होस् भन्ने धारणा हो मेरो होइन त्यही हो साथीहरू है म मेरो लागि भन्दा पनि उनीहरूको लागि चाहिँ म जे होस् बाटो देखाइदिएँ मात्र हो है मैले यिनीहरू अपकमिङ पुस्ताहरू मभन्दा पछिको पुस्ताहरूले चाहिँ पछि सामाजिक सञ्जालमा अगाडि बढोस् होइन ब्लगिङ अथवा फेसबुक होइन युट्युब भनौँ न हरेक सामाजिक सञ्जालमा चाहिँ एक्टिभ होस् भन्ने धारणा है त मेरो नेहा लामा रेजिन होइन श्रेया सचिनहरू चाहिँ अगाडि सामाजिक सञ्जालमा एक्टिभ होस् भन्ने मेरो धारणा है त गाइज खाइन चाबिन जाकी अनि एउटा भ्लग मात्र नभएर एउटा यो मेमोरी पनि हो कि हाम्रो फ्यामिलीको पछिसम्मको लागि मेमोरी पनि हुन्छ है त्यही हो गाइज जोता थान्बिङ दाजु लाना अब झालो के दाजी ल भयो ल गाइज आजलाई यति नै होइन अब भोलि नेक्स्ट डे नयाँ दिन र नयाँ ब्लगको साथ तपाईँहरू सामु उपस्थित हुनेछु सी यु नेक्स्ट डे जो जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस् मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस् भन्न चाहन्छु है त ल आमा बाई बाई ल आमा बाई लौले बाई गाइज यो गाइज है दिदी भाउजू ल guys, see you next day. Bye guys. Love Tangian. Bye. Bye guys. See you next video next day. Next day. La bye. La.